नमस्ते सबैजनालाई। आज चाहिँ हामीले फेरि नयाँ च्यालेन्ज लिएर आएको छौँ। मोमो खाने भनेर, कसले छिटो मोमो खाने भनेर। हामीसँग चाहिँ 20वटा मोमो छ, सबैसँग 20वटा मोमो छ। अनि यहाँ चाहिँ स्प्राइट छ, तिनजनालाई 1 गिलास स्प्राइट अनि 20वटा मोमो छ। कसले छिटो खाने भनेर च्यालेन्ज छ। जित्नेले चाहिँ केही पाउँदैन, तर जसले लास्ट ढिलो गर्छ नि, जो थर्ड हुन्छ त्यसले चाहिँ 20चोटि उठबस गर्नुपर्छ है। त्यो चाहिँ हाम्रो के भन्छ सजाय हो। अब चाहिँ हामी सुरु गर्छौँ है त। सुरु गर्ने चम्चाले हातले जेले खाने हुन्छ है। 1 2 3 गो। बिसवटा धेरै नै हुने हो कि म चाहिँ फर्स्ट भएँ। पेटै दुख्ने होला। पिरे धेरै चट्नी है। भाउजू अझै चान्स है। के दुईटा दाइलाई ए त्यहाँ दाइ चाहिँ सेकेन्ड हुनुभयो, भाउजू चाहिँ लास्ट हुनुभयो। अब के अरे 20चोटि उठबस चाहिँ भाउजूले गर्नुपर्छ है। कस्तो लाग्यो आज च्यालेन्ज? च्यालेन्ज त राम्रो भएको आजको। अलि चटनी पिरो रहेछ, डल्ले खुर्सानी रहेछ। भाउजू लाग्यो चटनी पिरो भयो, मोमो पिरो भएर स्प्राइट खाएँ। स्प्राइट खाँदै अनि आँटी चिसो हुँदै आयो फेरि। पिरो प्लस चिसो। सो गाइज अब चाहिँ यहाँ भाउजूले उठबस गर्नुहुन्छ है त। ल गर्नु भाउजू उठबस। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20। भाउजूले चाहिँ 20चोटि उठबस गर्नुभएको छ है। भाउजूले चाहिँ आफ्नो के भन्छन् च्यालेन्ज चाहिँ पुरा गर्नुभएको छ। सो गाइज आजको च्यालेन्ज चाहिँ सकिसकेको छ। आजको च्यालेन्जमा चाहिँ मैले जितेँ, दाइ सेकेन्ड, भाउजू थर्ड हुनुभयो। अनि भाउजूले उठबस पनि गर्नुभयो 20चोटि है। अन्त त्यसपछि अब हजुरहरूलाई चाहिँ यस्तै यस्तै च्यालेन्ज हेर्नु छ भने चाहिँ च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि त्यसपछि हजुरहरूलाई कस्तो च्यालेन्ज हेर्न मन छ त्यो पनि कमेन्ट गर्नु होला है। अब
अरू के हजुरहरूसँग भन्नु कुनै चाहनुहुन्छ? आइडिया छ भने यस्तो गर्नु भनेर कुनै सेयर गर्नु होला। छ भने कमेन्ट गर्नु, हामीले त्यही अनुसार फलो गरेर अहिले चाहिँ कस्तो भयो त भन्दाखेरि हाम्रो खानाको मात्र भएको छ, अरू च्यालेन्जहरू पनि हुन्छ नि। हो त्यस्तो च्यालेन्जहरू, गेमको भिडियोहरू त्यस्तो चाहिँ के छ? हजुरहरूलाई के मनपर्छ त्यो चाहिँ कमेन्ट गरिदिनु होला। हामीले त्यो हेरेर चाहिँ त्यही अनुसारले गर्छौँ है। आजलाई भिडियो यति नै। जस्तो भयो नि लाइक सेयर चाहिँ गर्नु होला। आजलाई यति नै। बाई बाई। बाई बाई।